हुन्छ। अब कुनै पनि कुरा आउने अरे भन्दा खुसीका कुरा, जाने अरे भन्दा दुःख लाग्ने भन्ने कुरा चाहिँ हामी कार्यपालिका साहित्यहरू अन्तिम कार्यपालिका गइसक्यो। त्यो बेला पनि सामान्य यस्तै छलफल भएको थियो। त्यतिखेर अध्यक्ष उपाध्यक्षले कुराहरू राख्नु भएको थियो। निश्चय नै जाने अरे भन्दा अलिकति खल्लो लाग्नु त स्वाभाविकै हो, आउने अरे भन्दा खुसी लाग्नु पनि स्वाभाविकै हो। म अघि सरुवाको अलिकति इतिहास पनि कोटियो। साह्रै जटिल परिस्थितिमा रहेको बेलामा अलिकति टाइम लाग्न सक्छ ल आज बोलेर अनि साह्रै जटिल परिस्थितिमा त्यो माइजरमाई गाउँपालिका प्रमुख प्रशासकीयहरूको अलिकति स्थिरता पनि नभएको अवस्था अनि विभिन्न वितण्डाहरू मचिरहने, विभिन्न घटनाहरू घटिरहने त्यस्तो अवस्थामा माइजरमाई गाउँपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न आइपुगेको थिएँ। म आएँ, हाजिर भएँ। म 2080 साल असोज 8 गते हाजिर भएको। भोलि जेठ 8 गते 83 सालको ठ्याक्कै 32 पुगेर 33 महिना लाग्ने जान्छ। अहिलेसम्म स्थानीय तहमा बसेको सबैभन्दा लामो पिरियड पनि यही हो। बस्न चाहिँ म 74 सालदेखि स्थानीय तहमा बसिरहेको छु, तर पनि सबैभन्दा लामो बसेको पिरियड भन्ने चाहिँ माइजरमाईले गर्दा। योभन्दा अगाडि म कचनगाउँमा बसेको थिएँ, त्यो 27 महिना बसेको चाहिँ। अनि अब सरुवा भयो, यहाँ आइयो, हाजिर भइयो। अब प्रशासनिक रूपमा पनि अलिकति कस्तो के नमिले जस्तो। अब राजनीतिक उसमा पनि अब सबै कुराहरू अगाडि बढिरहेको थिएन। त्यस्तो बेलामा इन्चार्जसिप सम्हालियो र अहिलेसम्म अब सम्हाल्दै आएँ। आजका दिनमा अब यो विदाय मन्तव्य दिनलाई यहाँ उपस्थित छु। सरुवाको कुरा गर्दा मेरो त्यतिखेर सरुवा भयो, अनि आएको 10 महिना पछाडि फेरि अर्को सरुवा मेरो यहाँबाट फाल्गुनन्द सरुवा भएको थियो। त्यतिखेरै फेरि म चाहिँ उता चाइना टुरमा थिएँ। ठिक्क बेलुका 11 बजेको प्लान थियो, दिउँसो 1-2 बजे थाहा पाएँ सरुवा भयो भन्ने कुरा। अनि र पनि अब अध्यक्षज्यूले अब जानुहोस् भन्नुभयो। अरू साथीभाइहरूले यसो हितैषी साथीभाइहरूले पनि जसले शुभेच्छा व्यक्त गर्नुभएको थियो उहाँहरूले पनि हुन्छ सर टेन्सन नलिनु न, गएर आउनु भन्नुभयो। म लामै बसेँ। लगभग 21 दिनको चाइना टुर सकेर आएँ। आउँदाखेरि मेरो यहाँ सरुवा स्थगित भइसकेको रहेछ। अनि त्यस पछाडि म फेरि आएर निरन्तरता दिएँ। त्यस पछाडि चाहिँ अहिलेसम्म भयो। त्यस पछाडि गत वैशाखमा हो कि जेठमा म काठमाडौँ गएको थिएँ। अनि त्यतिखेर मन्त्रालय बस्दा अब तपाईँको 2 वर्ष पुगिसक्यो, को 2 जना जानुभएको थियो अरे। त्यो मन्त्रालयमा कुरा गर्नुहुन्थ्यो माइजरमा जाने भनेर। अनि तपाईँको सरुवा गर्छौँ हामी भने। अनि हुन्छ भने मैले। अनि अब असारसम्म चाहिँ चलाउँदैनौँ होला, साउन लागेपछि तपाईँ कहिले 2 वर्ष पुग्छ भने असोजमा पुग्छ भने। अब असोजसम्म चाहिँ हामी पर्खिँदैनौँ। अब असारमा तपाईँले बजेट ल्याइहाल्नुहुन्छ, बजेट ल्याएपछि 2टा बजेट आएपछि 2 वर्ष पुगेको मान्नुहोस् भन्नुभयो। हुन्छ भने अब सरुवा होला नै, अब साउनमा पक्कै हुन्छ भन्ने भने भएन। अनि नभइसकेपछि अब त्यस पछाडि त अब यता हामीलाई पनि विभिन्न यो प्राकृतिक विपदहरू आइलाग्यो, त्यतातिर अल्मलिनु पऱ्यो। धेरै नै जटिलताहरू थिए, उतार चढावहरू धेरै नै रहे। त्यस्ता उतार चढावहरूलाई अहिलेसम्म झेल्दै बेहोर्दै म्यानेज गर्दै आइयो र अहिले यो लेभलमा आइपुगिएको छ। अब कतिसम्म थियो भने हाम्रो संस्थागतै बदनाम भएको थियो। गर्न चाहिँ हामीले व्यक्तिगत क्रियाकलाप गऱ्यौँ, तर हाम्रो व्यक्तिगत क्रियाकलाप पनि कहाँ न कहाँ गएर संस्थासँग जोडिँदो रहेछ। यतिसम्म अप्ठ्यारो हुन्थ्यो मलाई काठमाडौँ अथवा विराटनगर कुनै कार्यक्रममा अब बोलाइरहन्छन्, प्रमुख प्रशासक जानुपर्ने हुन्छ, गएर उभिएर परिचय दिनुहोस् भनेर दिँदा माइक लिएर बोल्दाखेरि म माइजरमाईको प्रमुख प्रशासक अधिकृत हुँ भनेर बोल्दा पनि सबै टुवा परेर त्यो परिचय दिनेप्रति हेर्ने, अनि आफू अलिकति त्यो ह्युमिलिएसन फिल भयो जस्तो हुने त्यो अवस्था थियो गाउँपालिकाको। त्यही भएर मैले यहाँ सबैले, चाहे जनप्रतिनिधिज्यूहरू हुन्, चाहे कर्मचारीज्यूहरू हुन्, राजनीतिक र प्रशासनिक दुईटा बडीको संयोजन हो स्थानीय तह भनेको। यो दुईटाको इफोर्टले, कम्बाइन इफोर्टले चाहिँ हामीले एउटा लक्ष्यमा पुग्ने हो। त्यसमा चाहिँ हाम्रो व्यक्तिगत क्रियाकलाप चाहिँ गएर संस्थागत एक्टिभिटीमा नजडियोस् भन्ने चाहना राख्छु म, अथवा त्यो शुभकामना व्यक्त गर्छु। हाम्रो प्राइभेट इन्ट्रेस्ट होला। मैले अघि नै भने यो पब्लिक, यो हाम्रो पालिका भनेको एकदम सर्भिस हब, सर्भिस डेलिभरी गर्ने सेन्टर हो। त्यसले गर्दाखेरि यहाँ चाहिँ हरेक कुराहरू सबले वाच पनि गरिरहेको हुन्छ। अब पर्ने चाहिँ मुद्दाहरू परिरहेको हुन्छन् अख्तियारतिर, तर स्थानीय तह हामीका नागरिकहरूले एउटा अख्तियार हो क्या। सबै कुरा हामीले गरेको हरेक कुरामा हाम्रो वाच भइरहेको हुन्छ। सबैले कहाँ के गरिरहेको छ भन्ने कुरा एकदम माइन्युटली हेरिरहेको हुन्छ। त्यही भएर हामीले
यतिसम्म कि त्यो कुनै अगाडि पाइला राख्नुभन्दा अगाडि भुइँ फुकेर मात्रै त्यहाँ काँडा छ कि छैन भनेर हेरेर मात्रै पाइला राख्नुपर्ने अवस्थाहरू छन्। यो कुरामा चाहिँ अलिकति सबैजनाले सचेत भएर अगाडि बढ्नुहुन्छ भन्ने मेरो अपेक्षा। अब अघि भनियो यो हिँड्ने बेलाको गिफ्ट होला। हिजो भर्खर एउटा के पत्र आए जस्तो लागिरहेछ। अब त्यत्रो द्वन्द्वकालीन त्यस्तो विपद व्यवस्थामा यहाँ मान्छे काट्न आएका थिए के त्यस्तो अवस्थामा हामीले विपद सेटल गऱ्यौँ। अख्तियारबाट हिजो पत्र आएको होला जस्तो लागिरहेछ। विपदको त 60 लाखमा हिँडामिना गरे भनेर आइसक्यो। यो विपद चाहिँ त्यसरी व्यवस्थापन गरियो, कसरी गरियो त हामीलाई थाहा छ। अब त्यस्तो मानवीय सङ्कट जब बाहिरका मान्छे त आएर हामीलाई हेल्प गर्ने अवस्था थियो भने बाहिरबाट आएको हेल्पलाई हामीले दुरुपयोग गर्ने कुरा त हुँदैन नि त। तर पनि मुद्दा चाहिँ त्यतिसम्म के मान्छेको कन्सेप्ट चाहिँ दिमाग चाहिँ त्यसमा पनि मुद्दा परिसकेर दुईवटा केस आएको होला जस्तो लागिरहेछ। यो मैले यो मलाई हिँड्ने बेलाको गिफ्ट हो भन्ने सम्झेर जाँदैछु लिएर। अब भोलि त्यही विषयमा अब राताघरतिर पनि भेला हुनु पर्ला अथवा के हुनु पर्ला। अब उहिले 76 सालमा मैले भुक्तानी दिएको विषयलाई अस्ति भर्खर गएर बयान दिएर अनि पुरानो अध्यक्षजी पनि आउनुभएको छ। अध्यक्षजी पनि हुनुहुन्थ्यो, भेट्न आएको थियो हाम्रो कार्यक्रममा। तपाईँलाई मात्र भेट्न आएको, म कार्यक्रममा आएको होइन भन्नुहुन्थ्यो। एकछिन बसेर हामी त्यो विषयमा छलफल पनि गऱ्यौँ। त्यस्तो अवस्थाहरू छन् कि स्थानीय। त्यही भएर एकदम चनाखो भएर काम गरिएन भने र अनि यो हामीले गर्ने पब्लिक सर्भिस डेलिभरी हो। अनि हाम्रो पब्लिक सर्भिस डेलिभरीमा प्राइभेट इन्ट्रेस्ट चाहिँ मिसियो भने बिग्रियो क्या कुरो। पब्लिक सर्भिस डेलिभरीमा प्राइभेट इन्ट्रेस्ट चाहिँ मिसिनु भएन। जब बिग्रियो त्यहाँ मिस्यो। किनभने अब हामी यस्तै अनौपचारिकको चिया खाएको ठाउँमा बोलाउँला अथवा कहीँ बेलुका यसो टेबल सेयरिङ गरेर बस्यौँ भने त्यहाँ बोलिएर अर्कोले वाच गरिरहेको हुन्छ। ए लाखेस तँलाई देखाइदिन्छु भन्ने खालको कुरा भइहाल्छ। अनि त्यो कहाँ उसलाई केमा चित्त बुझिया हुँदैन के कुरा गरेर खर्च हालिदिन्छन्। हालिसकेपछि सरकारले त अब आफ्नो गर्नुपर्ने कर्तव्य उसले पनि कानुनी प्रक्रिया अगाडि पुर्याउँछ, बढाउँछ। त्यसमा हामीले अब गरिसकेपछि र घटना घटिसकेपछि नाइनास्ती गरेर पनि भएन, फेस गरिदिन भनेर पनि भएन, गर्ने गर्छ गरौँला। ती कुराहरू छन्। अब के छ त भन्दाखेरि यो अति राम्रो प्र्याक्टिस भयो। हुन त अब मैले यसलाई चाहिँ निरन्तरताको क्रमभङ्गताको रूपमा पनि किन माने भने मभन्दा अगाडि आउने दुईवटा प्रमुख प्रशासक अधिकारीज्यूहरूमा चाहिँ अब यो भएन। यसरी के वितण्डाहरू भए त्यसले गर्दाखेरि स्वतः तरिकाले यसरी एउटा प्रमुख प्रशासकीय अधिकृतले अर्को प्रमुख प्रशासकीय अधिकृतलाई त्यो राम्ररी कुर्सी इन्चार्जसिप जिम्मा लाउन पाउनु भएन। अब तर अहिले चाहिँ के इन्भाइरोमेन्टमा हामी आइपुग्यौँ भने जस्तो सरले पनि मलाई फोन गर्नुभएको थियो। म नआइकन चाहिँ नहिँड्नु होला है सर भन्नुभएको थियो सरले मलाई फोन गरेर। ल हुन्छ सरलाई म आउँछु अनि हामीले सरलाई बिदा दिन्छौँ अनि मात्रै जानु होला भन्नुभएको थियो। हुन्छ भनेर म पनि वेट गरेँ। नभए अस्ति नै म पनि रमाना सर भइसकेपछि किन बस्ने राउना लिएर हिँड्छु भन्ने मनस्थितिमा थिएँ। सरको पनि त्यो मनसाय अनि अध्यक्षज्यू उपाध्यक्षज्यूहरू पनि त्यही भन्नुभयो। अब हामी तपाईँहरूलाई आउनेलाई पनि स्वागत गर्छौँ, जानेलाई पनि बिदा गर्छौँ, नहतारिनु भन्नुभयो। अनि म त्यो किसिमले अहिले वेट गरेर बसेँ। अब यो अगाडि यो परम्परा अघि भन्नुभयो चन्द्र सरको पालन भएको थियो, त्यस पछाडि थिएन भनेपछि अब फेरि यो परम्परा यो हाम्रो पल्टदेखि फेरि सुरुवात भएको छ। यो बरकरार रहोस्। आगामी दिनहरूमा पनि एउटा प्रमुख प्रशासकीयले अर्को प्रमुख प्रशासकीय अधिकृतलाई चाहिँ कुर्सी हस्तान्तरण गरेर टेबल हस्तान्तरण गरेर जान पाउने वातावरण बनियोस्। अब यो बनिनुको पछाडि चाहिँ के त भन्दाखेरि यहाँ हामी बिचको एउटा सौहार्दता समन्वय हो त्यो कुरा। अब यहाँ अघि गोकुल सरले पनि भन्नुभयो दुई खालको छौँ त हामी। एउटा राजनीतिक बडी छ, एउटा प्रशासनिक बडी छ। अनि अब प्रशासनिक बडी र राजनीतिक बडी बिचको पनि सहकार्य समन्वय सम्बन्ध चाहिन्छ। त्यो नभइकन यो इन्भाइरोमेन्टै हुँदैन थियो भने यो क्रिएट गर्ने बनाउने कुरामा हामी कर्मचारीहरू पनि लागि पर्नु नै पर्छ। अब उहाँहरू भनेको 5 वर्षको टेन्योरलाई लिएर आउनु भएको हुन्छ निर्वाचन आयोगबाट। 5 वर्षको टेन्योरमा चुनाव जित्दाखेरि एउटा भिजन बाहिर दिएर जानुभएको हुन्छ। त्यो भिजनलाई जितेर आउनु भएको हो नि त। जनताले त्यो मन पराएर चुनाव निर्वाचित गरेर पठाएका हुन् भनेपछि उहाँहरूले लिएको त्यो नीति कार्यक्रमहरू जे छन् त्यो कार्यान्वयन गराउने फुलफिल गराउने त्यो दायित्व चाहिँ हामी कर्मचारीको। हामीले उहाँहरूको लक्ष्यलाई मिट गराइदिने भन्ने कुरा चाहिँ यो कुरालाई त्यसरी अलिकति यो के भने शुद्ध प्रशासनिक अड्डा चाहिँ होइन। यो भनेको हाफ पोलिटिकल हाफ एडमिनिस्ट्रेटिभ टाइपको। यो पालिका भनेको चाहिँ पुरै प्रशासनिकै मात्रै भएर पनि चल्दैन, पुरै एकदम राजनीतिकै मात्रै भएर पनि चल्दैन। अब राजनीति चाहिँ कहीँ न कहीँ गरेर त्यस्तो भइहाल्दो रहेछ क्या। जेमा अब सानो सानो इस्युहरूमा राजनीति गराइदिन खोज्ने अब त्यो पोलिटिकल पार्टीसँग हाम्रो ऊ चाहिँ भएन। हामीसँग जे विधि निर्माण भएका छन् निर्मित विधिको अन्तर्गत रहेर त्यो परिविधित रहेर कार्यान्वयन गर्दै जाने भयो।
त्यही भएर त्यसरी गइयो भने अब यस्ता पढ्दा पनि डराउनु चाहिँ पर्दैन होइन। अब पढ्न चाहिँ परि नै रहन्छन्, पढ्दाखेरि डराउनु पर्दैन किनभने आफूले सिकेको हुँदैन। कानुन विधि प्रक्रिया अक्षरश पालना गर्ने कुरामा चाहिँ जनप्रतिनिधिज्यूहरूले पनि अब मेरो पिरियडभरि चाहिँ एकदम साथ दिनुभयो। म एकदम हार्टली धन्यवाद दिन्छु उहाँहरूलाई। दुईजनै नेतृत्व यहीँ हुनुहुन्छ, वडाको नेतृत्व गर्ने उहाँ पनि यहीँ हुनुहुन्छ। कम्तीमा यो कुरा चाहिँ कानुनले यस्तो हुन्छ है हजुर, यो हुँदैन है भन्दाखेरि उहाँहरूले मानिदिनुहुन्थ्यो त्यो कुरालाई। त्यही भएर नै हामी बिचमा चाहिँ त्यो रिलेसन भयो। नभए अब यस्तो रिलेसन पनि नरहन सक्थ्यो भने उहाँहरू पनि कन्भिन्स हुनुहुन्छ कि कानुनभन्दा बाहिर गएर काम गर्नु हुँदैन भन्नेमा हाम्रो नेतृत्ववर्ग कन्भिन्स हुनुहुन्छ। मैले हिन्ट पनि दिएँ हाम्रो नयाँ प्रमुख सरलाई। त्यही भएर कानुन चाहिँ के भन्छ भन्ने कुरा चाहिँ हामीले केलाउनु पऱ्यो। सबै कुरा जनप्रतिनिधिलाई जानकार हुँदैन। कानुनले यो कुरा गरेर चाहिँ निषेध गरेको छ भनेपछि त्यो कुरामा उहाँहरू कन्भिन्स हुनुहुन्छ। अब यो कुराहरूमा चाहिँ कानुनभन्दा बाहिर गएर गरियो भने सबैजना भोलि दण्डको भागी चाहिँ हुनुपर्ने नै हुन्छ। त्यही भएर यो कुरालाई सबैले चाहे प्रशासनिक बडीबाट होस् चाहे राजनीतिक बडीबाट होस् आगामी दिनमा पनि पालना गर्दै गएर जुन गाउँपालिकाको एउटा भिजन छ समृद्ध गाउँपालिका सुखी जनता भन्ने त्यो लक्ष्यमा मिटोस् पुगोस्। सफलताको शुभकामना छ। अब गरेँ भनेर भन्ने कुरा त्यो होइन। अब के गरिन थाहा छैन, त्यो बाहिरबाट अरू मूल्याङ्कन गर्ने हो। लामो पिरियड बस्यो, केही गरे जस्तै भएर त बसेको होला, नभए त गर्न नसक्ने मान्छे भनेपछि त विभिन्न वितण्डाहरू हुन्थ्यो होला अथवा त्यस्तो एगेन्स्टमा भोइसहरू हुन्थ्यो होला। त्यही कारण टिक्न सक्ने अवस्था पनि हुँदैन थियो होला। यद्यपि अब मैले चाहिँ यसलाई राम्रै मानेको छु। मेरो कार्यकालमा एउटा के भयो भने गत सालको बेरुजु सम्पन्न यसमा एउटा उपलब्धि के भएको छ भन्दाखेरि म आउँदाखेरि 29 करोडको बेरुजु थियो पालिकामा। यो चाहिँ 73 सालमा गाउँपालिका गठन भएको हो। त्योभन्दा अगाडि गाविसहरू 5वटा आएका थिए। त्यो 5वटा गाविसमा रहेका बेरुजुहरू सहितलाई टोटल एकमुष्ट गरेर त्यसरी 29 करोड समथिङ थियो। त्यो बेरुजु चाहिँ हामीले 13-14 करोड समथिङमा हामीले झार्न सफल भयौँ। त्यो कोही प्रमाण नपुगेका थिए, कोही अनियमित थिए, त्यस्ता कुराहरूलाई इभन यहाँ म आउँदाखेरि त्यो एउटा स्थानीय तहमा पनि यो पनि एउटा केन्द्रीय सरकार जस्तै सरकारले स्थानीय सरकार भनेको छ। यहाँ पनि एउटा सार्वजनिक लेखा समिति हुन्छ। त्यो सार्वजनिक लेखा समिति नै गठन भएर आइन्छ। अनि म आइसकेपछि त्यो गठन गऱ्यौँ, हामीले छलफल गऱ्यौँ, लेखासँग हाम्रो हालेको सर पनि बस्यौँ र अनि त्यो सबै के पुगेनन् प्रमाणहरूको ब्यौरा अध्ययन गरेर त्यो अनुसारले कागज पुर्याएर गर्दा त्यति बेरुजु हामीले फर्सेट गर्न सफल भयौँ। सधैँ माइजहरू यहाँ 10औँ भनेर 10वटा पालिका यस जिल्लाका भन्दा भन्ने पनि हामी गत साल तेस्रोमा खान सफल भयौँ। त्यो एउटा उल्लेखनीय नै रह्यो कि भन्छु मेरो साइडबाट भन्नुपर्दा चाहिँ। त्यसै गरी यसपालिको पनि बेरुजु रिपोर्ट आइसकेको छ अरे। मैले हिजो चाहिँ यसो हेर्नु पऱ्यो भनेर अध्यक्षज्यूकोमा छ अरे भनेर माग न भनेको, अध्यक्षज्यू कोठेमा छोडेको छु अरे भनेको मैले हेर्न पाएको छुइनँ। तर मैले अनौपचारिक रूपमा हाम्रो लेखालाई आलेकोलाई सोद्धाखेरि यसपालि पनि 2%को हाराहारीमा मात्रै छ र सामान्यतया 4% भन्दा बेरुजु अगाडि जानु हुँदैन भन्ने एउटा सामान्य मान्यता 2.4मा छौँ भनेदेखि त्यो पनि हामीले लिमिट क्रस गरेर गएको छैनौँ। त्यो न्यून नै बेरुजु भन्नु पर्यो भनेको आर्थिक अनुशासन स्थानीय तहमा बदनाम हुने नै अलिकति जहाँ रिसोर्स छ, रिसोर्स भएको ठाउँमा बदनाम हुँदो रहेछ। रिसोर्सको मिसयुज भयो भन्ने बाहिरको शङ्का गरेको हो होइन, त्यो भित्री यथार्थ कुरा चाहिँ भित्र थाहा हुन्छ। तर बाहिर चाहिँ त्यो हुँदो रहेछ। अनि त्यसले गर्दा मान्छेले त्यसलाई राजनीतिकरण गर्ने के गर्ने अब त्यो स्याल भुइँया मचाउने त्यस्ता हुन्छन्। तर पनि हामी त्यो लिमिट क्रस गरेर गएको रहेछौँ। यसपालिको बेरुजु 2.4% मात्रै कायम गरेको छ अरे। अब भएको रहेछ। अब 10वटा पालिकामा चाहिँ कतिौँ स्थान छ त्यो चाहिँ आउला त्यो कम्पेयर गरेर यसलाई मैले राम्रो पक्षमा लिएँ। त्यसै गरी हाम्रा कर्मचारी साथीहरूले पनि म एउटा प्रशासनिक नेतृत्व गरिरहँदा मैले उहाँहरूलाई अब यस्तै हो, एउटा सङ्गठनभित्र बसेका हौँ, संस्थाभित्र बसेका हौँ, एउटै परिवारभित्र बसिसकेपछि कहिलेकाहीँ अब नीतिहरू कानुनहरू कार्यान्वयन गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत हो। त्यो गराउने क्रममा कहिलेकाहीँ कसैलाई हकार्नु पऱ्यो होला, कसैलाई गाली गर्नु पऱ्यो होला, कोहीसित झर्केँ होला, कसैलाई चाहिँ अब केही भन्नु पऱ्यो होला। त्यसरी भन्दाखेरि त्यो यहाँहरूलाई चित्त दुखेको हुनसक्छ। तर जति गरियो मेरो कार्यकालमा रहन्जेलसम्म कसैप्रति मैले विभागीय कारबाहीको कलम उठाउनु परेन। त्यो त्यति गालीमा सीमित भयो। त्यही कुरालाई तपाईँहरूले मानिदिनु भयो। त्यसले गर्दा विभागीय कारबाहीको लागि मैले कलम उठाउनु परेन। त्यो नै एकदम अर्को उपलब्धि मानेको छु। यहाँहरूले एकदम साथ सहयोग दिनुभएर त त्यो हामी अहिले यो जहाँ छौँ त्यहाँ त्यो लेभलमा आइपुग्यौँ। त्यो नदिएको भए त त्यो लेभलमा पुगिँदैन थियो। त्यही भएर मैले राजनीतिक नेतृत्वहरूले त नीतिगत रूपमा सपोर्टै गर्नुभयो। उहाँहरूलाई त हृदयदेखि हार्दिक आभार व्यक्त गर्छु नै।
त्यसै गरी मेरा कर्मचारी सहयोगी मित्र साथीहरूलाई सबै विषयगत शाखा प्रमुख लगायत अन्य सहयोगी कर्मचारीहरू साथीहरूलाई सबैलाई फेरि एकपल्ट हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरूले मेरो कार्य सम्पादनको सिलसिलामा टिम बिल्डिङमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु भयो र अपेक्षा के पनि गर्छु भने आगामी दिनमा हाम्रो नयाँ प्रमुख प्रशासनिक अधिकारी सर आउनु भएको छ, उहाँलाई पनि त्यस्तै किसिमले साथ सहयोग दिनुहोला भन्ने हार्दिक अनुरोध दिन्छु। अब धेरै कुरा अब के गर्ने होइन, अब यस्तै हुन्। अब रहँदै बस्दै जाँदा धेरै कुरा भोगाई, कति तिता भए कति मिठा भए, धेरै उथलपुथलहरू पनि सहनु पर्यो हामीले। ती उथलपुथलहरू सहँदै पनि यो तिनीहरूलाई आएका सङ्कटहरूलाई टार्दै चिर्दै यो लेभलसम्म आइपुग्यौँ। अहिलेसम्मको मेरो कार्य सम्पादनमा यहाँहरूले पुर्याइदिनु भएको साथ सहयोग समन्वयको लागि राजनीतिक बढी र प्रशासनिक बढी सबैमा आबद्ध सम्पूर्णमा चाहिँ नतमस्तक रही हार्दिक धन्यवाद दिन चाहन्छु। अनि हाम्रो नयाँ सर आउनु भएको छ, उहाँलाई आगामी कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु। अब मैले व्यक्तिगत रूपमा गरेका काम कारबाहीले संस्थालाई कुनै हानि पुर्याएको भए अथवा यहाँहरूको मान सम्मानमा कुनै चोट पुगेको भए, मबाट कार्य सम्पादनको सिलसिलामा कार्य सम्पादन गर्दा कुनै गल्ती कमी कमजोरी भएका भए मानवीय स्वभावहरूले गरेको कमजोरी हो भन्ने सम्झेर यहाँहरूले माफी दिनुहुन्छ भन्ने हार्दिक अपेक्षा पनि गर्दछु, आशा पनि गर्दछु। र माइजोगमाई गाउँपालिका र यसमा आबद्ध सम्पूर्ण अब जनप्रतिनिधिज्यूहरू र कर्मचारी साथीहरूको आगामी दिनकोमा पनि राम्रो रहोस् भन्ने शुभकामना सहित म चाहिँ यो आफ्नो व्यक्त गर्दै र संस्थागत रूपमा भोलि सबैको राम्रो रहोस्, जय होस्, मङ्गल होस् भन्ने शुभकामना व्यक्त गर्दै मेरो विदायी मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद।